वेलकम ब्याक टु माई च्यानल। आज म हजुरहरूलाई एकदमै मिठो दसैँ स्पेशल खसीको पक्कुको रेसिपी लिएर आएको छु। यसरी बनाएको खसीको पक्कु 15-20 दिनसम्म पनि बिग्रदैन। खसीको पक्कु चाहिँ हामी नेपालीहरूले स्पेशली दसैँमा बनाउने गर्छौं। खसीको पक्कु बनाउनु भन्दा अघि अहिलेसम्म मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। ल अब दसैँ स्पेशल खसीको पक्कु बनाउनतिर लागौं है त। पक्कु बनाउन मैले 4 केजी जति खसीको मासु लिएको छु। अब यसमा म जिरा धनिया पाउडर, गरम मसला, बेसारलाई पनि राख्छु, रातो धुलो खुर्सानीलाई पनि राख्छु। अब म यसमा स्वाद अनुसार नुन पनि राख्छु र अन्तमा तोरीको तेल 1 कचौरा राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। यसलाई सबैतिर मसला लाग्ने गरी मिक्स गर्नुपर्छ। मासुलाई चाहिँ 10-15 मिनेटसम्म एकदमै मिक्स गर्न जरुरी हुन्छ। अहिले नै मासु हेर्दै खाउँ खाउँ लाग्ने भइसक्यो। यो म्यारिनेट गरिसकेपछि यसलाई मैले रातभरि यसरी नै छोडेको छु। पक्कु बनाउने चाहिँ कसौडीमा हो, तर मैले मासु अलि धेरै लिएको भएर म चाहिँ ठुलो कराईमा बनाउन गइरहेको छु। अब यसमा म तोरीको तेल राख्छु। तेल तातिसकेपछि यसमा म दालचिनी, ल्वाङ, सुक्मेल र तेजपत्तालाई एड गर्छु। यसमा म अब डाइरेक्ट हामीले म्यारिनेट गरेर राखेको मासुलाई एड गर्छौं। अब यसलाई हामी मज्जाले चलाउँदै पकाउँदै गर्नुपर्छ। पक्कु बनाउन चाहिँ एकदमै टाइम लाग्ने हुन्छ। यसलाई छोप्दै चलाउँदै पकाउँदै गर्नुपर्छ। पक्कु बनाउन धैर्यता मज्जाले हुनुपर्छ। यो मिडियम फ्लेममा चलाउँदै चलाउँदै बिस्तारै पकाउनुपर्छ। मासुमा भएको पानी मज्जाले सुक्ने गरेर पकाउनुपर्छ। यसमा भएको पानी मज्जाले सुकेपछि यसमा तेल निस्कन थाल्छ र मासुको कलर पनि चेन्ज हुँदै जान्छ। पक्कु बनाउन 1.5 घण्टा जति नै लाग्छ। हेर्नुस् त हाम्रो पक्कु कस्तो राम्रो देखिएको। हेर्नुस् त हाम्रो पक्कु राम्रोसँग फ्राई भएको छ। यो एकदमै पड्किन पनि थालिसक्यो। यसरी मासु पड्कियो भने झन् अझ मिठो हुन्छ। हेर्नुस् त हाम्रो पक्कु कति राम्रो भएको छ। दसैँ स्पेशल खसीको पक्कु हाम्रो तयार भयो। यसरी लसुन, प्याज र टमाटर नराखी बनाएको पक्कु चाहिँ हामीले 15-20 दिनसम्म पनि मजाले खान सक्छौं। लसुन, प्याज र टमाटरहरू राख्दा चाहिँ पक्कु छिटै बिग्रने हुन्छ। हाम्रो पक्कु सर्भ गर्नको लागि रेडी भइसक्यो। थ्याङ्क यू फर वाचिङ।